चाहिँ अहिले ट्यु इन्टरनेसनल ग्राउन्डमा छु। यहाँ चाहिँ यहाँनिर एउटा अब जेसिबी पनि गइसक्यो सानो हैन, धमाधम काम हुँदैछ। अगाडि फेरि गेम पनि चलिरहेछ, यहाँ फेरि ग्राउन्डमा गेम चलिरहेछ, वरिपरि काम हुँदैछ। लाइटहरू राख्ने, प्यारासुटहरू बनाउने काम चाहिँ हुँदैछ। बिस्तारै बिस्तारै ट्यु ग्राउन्डले अब मुहार फेर्दैछ भनौँ। तर काठमाडौँको भ्यू चाहिँ अति दामी हुन्छ। बाजा पनि सोध्छु भन्दै हुँदैन, अगाडि ट्यु छ, ट्याक्क पारी डाँडाहरू देखिरहेछ, वरिपरि हरियाली। अब बसन्त ऋतुले पनि अलिकति छुँदैछ काठमाडौँलाई। विकेट लिएको थियो उहाँले, लाइन टु लाइन गोल गर्नु। चौका चौका उहाँहरूको पनि ठुलो हात छ है। यो हाम्रो ट्यु ग्राउन्ड बन्दै गरेको नयाँ ट्यु ग्राउन्डमा चाहिँ उहाँहरूको पनि एकदम ठुलो हात, एकदम ठुलो योगदान छ। सब मेटल हो। यत्रो सामानहरू के लिएर यो सब ट्यु ग्राउन्ड चाहिँ बन्दैछ है गाइज भन्न चाहिँ। अब ट्यु ग्राउन्डको चाहिँ मुहार चाहिँ फेरिँदैछ। यहाँ चाहिँ धमाधम अब के अरे त्यो प्याराफिडहरू यताति बनाउने काम चाहिँ चलिरहेको रहेछ। जे गर्ने चाहिँ हाम्रो लागि एकदम खुसीको कुरा हो। किनकि अब नेपाल राष्ट्रिय टिमले पनि अब यो ग्राउन्डमा फेरि अब लगातार केही गेमहरू पनि खेल्नु। अर्को यानपिलमा चाहिँ हामीलाई चाहिँ हेर्नलाई चाहिँ एकदम मजा आउँछ जस्तो लाग्छ मलाई। खुल्ला ग्राउन्ड मात्रै हुँदाखेरि चाहिँ यो चाहिँ एकदमै क्रड हुने ठाउँ हो क्या। यो एरिया भनेको चाहिँ होइन, धेरै चाहिँ एकदमै धेरै उकेर दर्शकहरू बस्ने ठाउँ चाहिँ यो हुन्छ क्या होइन। अब यहाँ चाहिँ नयाँ बनाउनुको लागि चाहिँ यसरी यस्तो गहिरोसम्म खनिसकेको छ होइन। यहाँ यति गहिरो बनाएर खनिसकेको छ। मतलब सबभन्दा धेरै क्रड हुने ठाउँ भनेको चाहिँ यही हो है। फेरि योभन्दा पहिले चाहिँ यहाँबाट देख्नु नि एकदम राम्रो देखिन्थ्यो। अनि क्राउड पनि एकदमै धेरै क्राउड हुने क्या। यहाँ चाहिँ दर्शकहरूको एकदम भिड हुने ठाउँ हो यो चाहिँ।
यहाँ सुमन चाहिँ बनाउँदै रहेछ प्याराफिट